मैले देखेको नेतामा शेखर कोइरालामा यति अनेस्टी, यति मुलुक बनाऊ भन्ने भावना, मुलुक बनाउने भन्ने हुटहुटी र मुलुकप्रति यति चिन्तित रहेको नेता मैले अहिलेसम्म भेटेको छैन। मैले सम्पर्क सम्बन्ध भएको शेखर कोइरालाको त्यो क्वालिटी भेटेको छु मैले है। उहाँमा जनताको परिवर्तनको लागि, मुलुकको परिवर्तनको लागि सबै प्रकारको त्याग गर्न सक्ने सामर्थ्य रहेछ र उहाँको पारिवारिक जीवन हेरेर यदि सिम्प्लिसिटी, त्यो कोइराला परिवारको, त्यो शेखर कोइरालाको परिवार हो कि अरू कुनै कोइराला हो भनेर एकखेर बुझ्नुपर्ने जस्तो त्यति सिम्प्लिसिटी उहाँहरूको परिवारभित्र पनि त्यो देखि। ल उहाँ जहिले पनि कुरा गर्दाखेरि, म लामो समय धेरै पटक कुरा गर्दाखेरि उहाँले मुलुकप्रति व्यक्त गरेको चिन्ता, जनताप्रतिको चिन्ता र आफ्नो कुनै आकाङ्क्षा नभएको अवस्था, कहिले कुनै सपना, मलाई पार्टी सभापति नभएर केही छैन, मलाई प्रधानमन्त्री नभएर केही छैन, मुलुकले हार्नु भएन, म कसैसँग कम्प्रोमाइज गरेर कुनै चिज प्राप्ति गर्ने शर्तमा कुनै चिज प्राप्तिको लागि मुलुकलाई हराउने र जनतालाई हराउने काममा कहिले लाग्दैन, नभए नहोस् भन्नुहुन्छ। त्यस्तो महान नेता मैले देखेको छु।